What's up everyone? I hope सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ र म पनि एकदम सन्चै छु है। आज चाहिँ अब धेरै दिनपछि भिडियो लिएर आएको छु हजुरहरूको सामु र आज चाहिँ म अब यो हल्का व्यस्तताको कारणले पनि धेरै भिडियोहरू बनाउन पाइनँ। अब बिजी भएर भिडियोहरू बनाउन पनि पाइनँ, यतातिर हात गर्न पाइनँ। आज चाहिँ म हल्का फ्री टाइम भएको भएर अहिले चाहिँ म अब अफरोडिङ गाउँतिर भएको अब गाउँतिर हल्का खोलातिर जाँदैछु। यहाँको अफरोडको गाउने सुरुहरू गरेको छैन होइन, त्यो मनाइ गरेको पनि के कस्तो लाग्छ। फेरि अफरोड छ बाटो केही छैन अफरोड बाटो होइन। अफरोडमा चाहिँ यहाँ पाइसक्यो। अब गाउँमा बसिरहेको भनेदेखि त्यति साह्रो अप्ठ्यारो लाग्दैन मलाई चाहिँ। बेस यतिको नै भयो भने चाहिँ मेरो बाइक हल्का के भयो लगाएर हल्का अप्ठ्यारो गाउँ भयो जानु छ होइन मेरो चाहिँ। त्यही गाइस अब त्यस्तो हान्नुपर्छ। बाटोको पुरै खतम छ यो गाउँ भन्नु गाउँ पनि होइन हाम्रो चाहिँ। अब के भन्नु खोइ अब सरकारको कमजोरी भन्नु कि गाउँहरूको कमजोरी भन्नु के भन्नु खोइ। प्रोग्राम बाटो छ बाइक पनि ढुक्कै हुन्छ भने बाइक खतम हुँदैछ खतम प्लास्टिक खतम त्यो बाटो पनि एउटै भनेर औडा भइसक्यो। औडा बाटोतिर औडा भइसक्यो। यो बाटोबाट बाइक जान्छ जाँदैन हेरौँ होइन। पुरै भिडको बाटो खतम बाटो रहेछ, खतम भइसक्यो। बिग्रिसक्यो खालको बाटो त्यहाँबाट सब खतम भइसक्यो रहेछ बाटो। त्यहाँबाट जाँदै जाँदै खाइसक्यो। बाइक त हिँडेर चाहिँ यस्तो छ है, तर यो बाटो केही हिँड्दैन कि यहाँ चाहिँ पुरै जङ्गलको बाटो हो, पुरै अफरोड। तलतिरको बाटो नभइदिएर अरे कि होइन, तर यस्तोमा कुदाउनेको म चाहिँ एक्लै छ। बाटो त औडा के हो बाटो। यस्तो छ कडाकडी हो हाम्रो गाउँको बाटो चाहिँ। बाइक हिँड्न पनि मुस्किल छ। म भिन्न बन्द हिँडिरहेको छु। यतातिर चाहिँ बाल खुवाउनु हुन्छ भन्दै, तर बाल आयो पनि बाल छैन। के जितिन्छ के हारिन्छ प्रयास अझ जारी छ भने जस्तो हो। बाटो खोलातिर गएर होइन यसो बाइक साइक धोएर फ्रेस भएर आइदिनु भनेको। गाउँमा बस्दा बस्दा चिज लागिसक्यो भने एक्लै के बस्नु कति बस्नु होइन। मतलब अब खोला छेउमा आइपुग्नु भइसक्यो। खोला छेउमा आइपुग्नु लाग्यो। बाइक त्यति साह्रो रहेछ, त्यति साह्रो सजिलो पनि होइन रहेछ भनौँ। हामी चाहिँ पहिला लास्ट यतातिर पौडी खेल्न आउँथ्यो कि पहिलो हुँदा सानो हुँदाखेरि। लास्टमा लगाउँथ्यो साथीहरू सानसानो बिराहरू जम्मा भएर। यहाँ चाहिँ पौडी खेल्ने ठाउँ छ, स्विमिङ पुल भनौँ न, नेचुरल स्विमिङ पुल। अब नेचुरल स्विमिङ पुल भनौँ न, त्यही छ यहाँ चाहिँ। फाइनली म चाहिँ होइन आइपुगिसकेको छु। अब हल्का बाइक धोइधाइ प्रोसेसिङ हाल्नु पऱ्यो होइन। यतातिर चाहिँ हामी यहाँ माथि सक्यो एउटा स्विमिङ पुल जस्तो भन्यो, नेचुरल स्विमिङ पुल भन्नु छ। नेचुरल स्विमिङ पुल छ त्यहाँ चाहिँ हामी पहिला सानो छँदाखेरि हुन्थ्यो। लास्ट सुनसान छ कि यता चाहिँ डेन्जर भनौँ न, डेन्जर भनौँ बाघ आउँछ भन्थ्यो।
जहाँ पनि म त आइपुगेँ किनकि बाइक धीरे गरेर चलिदिन्छु म चाहिँ। फाइनल गर्ल्समा चाहिँ हराउनु अब बाइक चाहिँ फेरि गरेर म चाहिँ हालिदिइसकेको होइन। त्यही हल्का मैले हामी पौडी खेल्यौँ कि भन्ने सोचेको तर लास्ट जाडो रहेछ कहाँ पौडी खेलेको पौडी खेलेको छैन औरा हुन्छ भनेर म चाहिँ भागिदिएको पौडी नखेली होइन। अब बिस्तारै आरामले चल्दिउँ होइन। बाइक साइक धोयो मजा आयो। पानी चाहिँ लास्ट चिसो रहेछ क्या। लगभग म 9-10 वर्षपछि आएको होला सायद यहाँ पहिला हामी घुम्नु आउँथ्यो सानो हुँदा बच्चा बच्ची हामी आउँथ्यो। अहिले त अब घरमेतिर बसी बस्छ है अब काहीँ पनि हुन्छ त्यही त हो ल्याउँदैन बाटो चाहिँ लास्टै जङ्गलको बाटो छ होइन। मान्छेको दिँदैन बाइकहरू त्यति दिँदैन होइन। हल्का डर लाग्छ कि गाइडमा आउँछ होइन। यस्तो बाटो भेट्छ तर ठिक छ यतिको बाटोसम्म पुऱ्याइएन भन्छ के होइन। हल्का हिँडी पनि हाल्नु न भनेर जस्तो देखाएको गाउँघरको बाटोहरू अब त्यसै सिकिन्छ गरिन्छ। बाइकतिर अस्ति हाम्रो चिकन गएको थियो गैँडाकोट गएर आएको बाइक चाहिँ औरै त्यो अफरोड हिँड्दाखेरि हल्का मेरो अगाडिको भाइचरहरू चाहिँ लुज थियो कि त्यो भाइचरहरू लुज भएर अहिले यहाँ ढाइँ आएर बस्नु जानु परिन्छ। मेरो साइडमा गएर अगाडि भएको टप हुन्छ नि अगाडिको टपलाई चाहिँ बस्नु पर्ने अवस्था भइरहेको जस्तो होइन। बाटो त राम्रो राम्रो छिटो पहिला हुने भन्दा राम्रो हुने रहेछ लास्ट नानीहरूको बाटो होइन जहाँको पनि गाउँघरको बाटो यस्तो होइन हुन पनि सुरुमा चाहिँ म घरभन्दा पनि माथि डाँडामा यसो गएर बस्छु। घरमा गएर केही छैन अल्छी लाग्छ घरमा त। म चाहिँ पहिला थाहा अब घरमा गइकन पहिला यो मन्दिरमा घुम्छु होइन। मन्दिरमा के राम्रो छ हाम्रो त्यस्तो बल्ल म चाहिँ घर जान्छु किनकि घर जाँदा मलाई अल्छी लाग्छ किनकि म एक्लै छु। एक्लै भएपछि त अल्छी लाग्छ मलाई होइन। अल्छी लागेको अवस्था हुन्छ होइन एक्लै घरमा बस्नु मलाई औरा लाग्छ। म चाहिँ एउटा हालिदिन्छु भाइ छ र म चाहिँ घुम्छु एकछिन घुमेर अनि डल्लो बसेर हावा खाएर जान्छु। एकछिन चाहिँ म राखिदिन्छु बाइकलाई होइन किनकि यसलाई अब एउटा एकछिन जाडो लागिरहेको अवस्था छ। फाइनली त्यही हो अब एकछिन म चाहिँ बस्छु। मेरो बाइकको लुक्स यस्तो भएको छ धोएर चट्ट लाएर यस्तो लुक्स आएको छ होइन।
फोहोर भएको थियो अहिले पनि फोहोर भइसकेको छ हिलोबाट अलिअलि पुग्यो एकैछिनमा फोहोर भएर जाने यो चाहिँ हाम्रो मन्दिर हो यो चाहिँ हामी सानोदेखि खेल्दै पूजा गर्दै हुर्किँदै आएको ठाउँ आफ्नो जन्मस्थल भनौँ न यो चाहिँ अहिले चाहिँ राम्रो बनाएको छ यो ठाउँ बस्नलाई हावा खानाले यसो शीतल हुन्छ यो अगाडिको चाहिँ आयुर्वेद औषधालय हो अनि मन्दिर चाहिँ पहिला ठुलो रुख थियो त्यो चाहिँ अनि ढालो र यहाँबाट देखिने यता साइडमा चाहिँ सबै यहाँको त्यो लिखु छ भाइ त्यहाँबाट उता 5 यता 5 हुन्छ यता चौबडा हुन्छ अनि त्यहाँबाट उता डिकुरे बटा त्रिशुल जाने बाटो यता चाहिँ अनि यो टोखा छरेको रोड यताबाट टोखा छरे हुन्थ्यो त माथि निस्केको हुन्छ माथि यहाँ माथि पनि डाँडामा मन्दिर छ एउटा हामी पहिला पहिला घुमेर जान्थ्यौँ त्यहाँबाट उभिँदै बच्चा बेला रमाइलो लाग्ने घुम्न जानलाई यो चाहिँ टोखा छरे रोड गयो अनि ठ्याक्कै हाम्रो यहाँबाट चाहिँ यो पारिपट्टि यो यसको टपमाथि चाहिँ ठ्याक्कै यो चाहिँ ककनी नुवाकोट ककनी रानी पौवा भन्छन् नि मुर्खु भन्ने नि बाटो त्यही बाटो हो त्यो चाहिँ मेरो ब्ल्याक ब्युटीको लुक चाहिँ यस्तो भएको छ हल्का नदेखि अलिकति सफा भएको छ त्यसो भए अब म चाहिँ त्यही हो एकछिन बसेर हावासावा खाएर गरम भइरहेछ घरमा गएर नि अब एक्लै त्यही बसिरहनु अल्छी लाग्छ त्यही बसेर पनि निस्किन्छु गाइस यता सुनको छानबाट म चाहिँ यहाँबाट अब यत्रो बेर बसिसकेर रमाइलो हाम्रोमा चाहिँ यहाँ निस्किसकेको होइन अब म चाहिँ घरमा पुरो भएर खाजासाजा खानु छ होइन पानीमा लगाएर भोक लागिसक्यो सबैको चिसो हावा खाइयो होइन गाउँको धुलो है डिस्टर्ब हुन आएको मजा आयो मजा बाइक पनि गयो होइन मजा आयो आज ठ्याक्क लाएर बाइक सफा पनि हान्यो यतातिर चल पनि हान्नु भ्यायो डाँडा डाँडै पुऱ्याउँछु म अब बाइक होइन यहाँ तलतिर पुऱ्याउँछ खाना लगाएर यतातिर चाहिँ सियालहरू बस्छ मैले खोजेको दिनहरू बस्छन् यहाँ उता चाहिँ जाँदैन होइन डेनमा लगाएर यहीँसम्म मात्र बाइक आउनु चाहिँ यहाँबाट सियालको गुफा यतातिर चाहिँ सियाल बस्छ डेनमा लगाएर सियाल बस्ने ठाउँ मेरो बाइक फेरि जहाँ पनि पर्छ घोडाको जग्गाबाट पनि पुग्छ फेरि मेरो बाइक आफ्नो बाइक अब घरतिर जाने हो टोका लगाएर आउनु धेरै घुम्यो खाजा खानु छ मेरो बाइकको खतरै साउन्ड थियो म बाइक खाएको आज त्यस्तो नपुग्नु होला भन्ने